मानवताको सबै हद पार गर्छ। घाइते साथीलाई हस्पिटल लैजानको लागि एम्बुलेन्स भनेर प्रदर्शनकारीहरूले एउटा गाडी रोक्छन्, तर त्यो गाडीभित्र प्रहरी लुकेर बसेको हुन्छ। उल्टै तिनै सहयोग माग्दै गरेका मान्छेलाई गोली हानेर गाडी अगाडि बढ्छ। नमस्ते साथीहरू, म हजुरहरूमाझ आज जेनजी आन्दोलनमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको भिडियो थियो, जुन पत्रकार टंक दाहालले राख्नु भएको छ। अनि इन्फ्लुएन्सर निशान मैनालीले पनि त्यही कुरा भन्नु भएको छ। त्यो चाहिँ कदापि होइन। हजुरहरूले देख्न सक्नुहुन्छ त्यहाँनेरि झण्डा बोक्ने व्यक्ति त्यो मान्छे म नै हो। त्यहाँ के भएको थियो भन्दाखेरि म त्यो बानेश्वर चोकको घटनास्थलमा पुग्दै गर्दा दुईजना घाइते हुनुहुन्थ्यो। हजुरहरूले भिडियोमा अन्तिमसम्म हेर्नु होला, त्यहाँ मजाले देख्न सकिन्छ। एकजना घाइते हुनुहुन्थ्यो बाटो भन्दा मुनि, सायद उहाँको टाउकोमा गोली लागेको थियो, स्पष्ट मैले देखिन। अनि अर्को एकजना घाइते हुनुहुन्थ्यो बाइकमा लडेको अवस्थामा, बाइकमै हुनुहुन्थ्यो। त्यहाँनिर 4-5 जना व्यक्तिहरूले उहाँलाई रोकेर राख्नु भएको थियो, उहाँको ब्लड रोक्नु भएको थियो। अनि त्यही समयमा एउटा एम्बुलेन्स हजुरहरूले देख्न सक्नुहुन्छ बीचमा, त्यहाँनिर आन्दोलनकारी प्रदर्शनकारीबाटै तोडफोड भएको एम्बुलेन्स थियो। हामीले धेरै प्रयास गर्यौं एम्बुलेन्सको पछाडिको ढोका खोल्नलाई, तर एम्बुलेन्सको ढोका खुलेन। अगाडि जुन ड्राइभरकै छेउमा हामीले एकजना घाइतेलाई हामीले त्यहाँ राख्यौं। जुन घाइते हुनुहुन्थ्यो बाटो भन्दा मुनि लड्नु भएको घाइतेलाई हामीले एम्बुलेन्समा राख्यौं। त्यस पछाडि म र एकजना साथी गएर हामीले अर्को एउटा एम्बुलेन्सलाई रोक्न खोज्यौं। रोकिएन त्यो एम्बुलेन्सले। त्यस पछाडि म मान्छेहरू बटुल्नतिर लागे, मान्छेहरूलाई बोलाउनतिर लागे, घाइतेलाई उद्धार गर्नु थियो हामीले। त्यतिखेरै एउटा रातो एम्बुलेन्स आउँछ अनि त्यो एम्बुलेन्सले रोक्छ पनि। हजुरहरूले भिडियोमा राम्रोसँग हेर्नु होला। अनि त्यहाँनिर प्रहरी थियो या थिएन हजुरहरूले मजाले आकलन गर्न सक्नुहुन्छ। त्यहाँ सादा पोसाकमा प्रहरी थियो या थिएन मलाई थाहा छैन, तर पोसाकमा प्रहरी थिएन। अनि त्यो एम्बुलेन्स भित्रबाट प्रहरीले गोली चलाएको पनि थिएन। इन्फ्लुएन्सर निशान मैनाली र पत्रकार टंक दाहालले त्यही भन्नुभएको छ, एम्बुलेन्स भित्रबाट गोली चलाए भनेर। त्यो कदापि थिएन, किन भन्दाखेरि स्वयं म नै थिए त्यहाँ। एम्बुलेन्सले घाइतेको हात भने कुल्चेको थियो। जुन हामीले एम्बुलेन्स भित्र राख्न खोजेको घाइते हुनुहुन्थ्यो उहाँ चाहिँ सडकमा सुताइएको थियो र एम्बुलेन्स भाग्दै गर्दाखेरि चाहिँ एम्बुलेन्सले उहाँको हात कुल्चेको थियो। एकचोटि भिडियो मजाले हेर्नु होला हजुरहरूले। उहाँ घाइतेलाई चाहिँ फेरि त्यही ठाउँमा लग्यौं अनि एकजना दाइ आउनुभयो स्कुटरमा। हामीले उहाँलाई चाहिँ स्कुटरमा राखेर घाइतेलाई चाहिँ हस्पिटल पुर्याएका थियौं।